आदरणीय दर्शकबिन सिधाहा बुद्ध अनलाइन टिभीमा तपाईँ सम्पूर्णलाई स्वागत छ। यति बेला सिधाहा बुद्ध अनलाइन टिभीको फ्रेममा हुनुहुन्छ हामीसँग मङ्गोल नेसनल अर्गनाइजेसन लुम्बिनी प्रान्तीय सभाका सदस्य तथा लेखा आयोग विभागका संयोजक पनि हुनुहुन्छ उहाँ र गत चुनावमा पाल्पा क्षेत्र नम्बर 1बाट मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट उम्मेदवार पनि दिनुभएको थियो। आजको अतिथिज्यूलाई चाहिँ स्वागत गरौँ। स्वागत छ सर तपाईँलाई। हस्, धन्यवाद। जय मङ्गल। हजुर, आजको यस कार्यक्रममा चाहिँ केही समसामयिक विषयदेखि लिएर तपाईँको सङ्गठनले बोलेका कुराहरू र सँगसँगै यस मङ्गोल नेसनल अर्गनाइजेसनको वर्तमान प्रेसिडेन्टले बोल्नुभएका कुराहरूलाई पनि केही मध्यनजर गरेर केही प्रश्नहरू सोध्न चाहन्छु जो जनतामा चाहिँ छर्लङ्ग हुनुपर्ने छ। त्यसकारण तपाईँले चाहिँ जवाफ दिन चाहिँ अलिकति फराकिलो भएर पक्कै बस्नुभयो होला। हजुर, हुन्छ, राख्नुहोस्। अहिले जुन यो देशमा उठिरहेको जुन यो प्रश्न छ, राष्ट्रिय जनावर गाईको ठाउँमा कस्तुरी मृग राख्नुपर्छ भनेर सरकारलाई सुझाव दिनुहुन्छ तपाईँ? हजुर, यसको चाहिँ खास के छ भने मङ्गोल नेसनल अर्गनाइजेसनले जुन बेला स्थापना कालदेखि नै हजुर नेपालमा चाहिँ अब राष्ट्रिय जनावर गाईकोलाई चाहिँ अब हटाएर राष्ट्रिय जनावर गाईको साटो कस्तुरी मृग राख्नुपर्छ भनेर चाहिँ सङ्गठनले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको सङ्गठनको स्थापना कालदेखि र बोल्दै र लेख्दै आएको कुराहरू चाहिँ हो। हजुर, वास्तवमा यो हामीले यो आवाज चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले राष्ट्रिय जनावर गाईको ठाउँमा कस्तुरी मृग राख्नुपर्छ भन्नुको मेन उद्देश्य के हो त भन्दाखेरि राष्ट्रिय जनावर भनेको हो एक हिसाबले आफ्नो आस्था आफ्नो धर्मको विचार अनुसारले हैन। राष्ट्रिय जनावर कतिपय धर्म अन्तर्गत कुनै धर्मावलम्बीहरूको गाई भनेको उनीहरूको माता होला, उनीहरूको धर्म अनुसार उनीहरूको भगवान होला, उनीहरूको लक्ष्मी होला। यावत उनीहरूले चाहिँ अब पुज्नु पर्ने हरेक कुरा चाहिँ उनीहरूको ठाउँमा होला, पुज्नेले पुज्न पाउनुपर्छ। भोलि तपाईँले मेरो धर्म अन्तर्गत मेरो सबभन्दा ठुलो चाहिँ कुकुर मेरो चाहिँ एउटा चाहिँ मेरो भगवान हो भनेर तपाईँले पनि भन्न पाउनुभयो। तर वास्तवमा चाहिँ यो तपाईँहरूले चाहिँ यो के छ त भन्दाखेरि एउटा धर्मले यो गाईलाई पुज्ने गरे तापनि वास्तवमा भन्ने हो भने यो गाई भनेको यहाँको समस्त नेपालको चाहिँ समस्त आँखा चिम्सेर नाक ठेप्चे यहाँको मूलवासी मङ्गोलहरूको चाहिँ खासियो चाहिँ तपाईको चाहिँ आहारा हो। हेर्नुहोस्, अहिले पनि तपाईँले चाहिँ आँखा चिम्चे नाक ठेप्चे कतिपय समुदायहरू हैन, यावत तपाईँको गुरुङ राई लिम्बू तामाङ लगायतको कतिपय यो समुदायहरूको परम्परा अनुसार यिनीहरूको कुलमा अहिले पनि गाई काटेर मात्रै उनीहरूले चाहिँ आफ्नो चाहिँ पितृ मान्ने चलन छ। त्यसले गर्दाखेरि यो वास्तवमा यो गाई भनेको चाहिँ एउटा विवादित राष्ट्रिय जनावर राख्नु भनेको यो सधैँ नेपालमा चाहिँ विवाद आइराख्नु हो। त्यसले गर्दाखेरि चाहिँ अब मान्नेले मान्न पाउनुपर्छ, पुज्नेले पुज्न पाउनुपर्छ र कसैले आफ्नो परम्परामा चलिआएको कुरालाई चाहिँ चलाउन पाउनुपर्छ। त्यसले गर्दाखेरि वास्तवमा यो चाहिँ कतिपय चाहिँ नेपालको चाहिँ यहाँका चाहिँ बासिन्दाको कतिपयको यो भगवान हो, आफ्नो धर्म अन्तर्गतले भगवान माता हो भने कतिपय चाहिँ यहाँको जनताहरूको चाहिँ यो विशेष गरी आहारा हो। त्यसैले गर्दाखेरि यसलाई चाहिँ हटाउनु पर्छ भन्ने चाहिँ मेन उद्देश्य चाहिँ हो। अनि हजुर सर, यो समस्या चाहिँ के हो कि राष्ट्रिय जनावर गाईको ठाउँमा अरू नै पशु राखेर समस्याको समाधान खोज्ने बेला भएको हो त अहिले? होइन, यो बेला त भएको भन्दा पनि अझै ढिलो भएको। हजुर, यो खास पहिल्यै हुनुपर्ने हो है। बेला त पहिल्यै अझै भएको भन्दा पनि ढिलो भएको हो। वास्तवमा राष्ट्रिय जनावर चाहिँ गाईको ठाउँमा अरू पशु नै चाहिँ अझै पहिल्यै राख्न पर्ने। जुन बेला यो देशमा नेपालमा जुन देशमा चाहिँ राजाको एउटा चाहिँ एउटा राजतन्त्रको चाहिँ यो जुन यो देशमा शासन सत्ता भएको बेला यो जनताले आमूल परिवर्तन ल्याएर यो देशमा लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार जुन दिन स्थापना भयो त्यो दिनदेखि नै चाहिँ नेपालमा चाहिँ यो राष्ट्रिय जनावर गाईलाई हटाएर अरू नै जनावर राख्नुपर्ने थियो। अहिले त तपाईको अहिलेको समयमा त झन् यो
अति नै आवश्यक हो। यदि अब पनि यसलाई चाहिँ फेरि राखेन भने फेरि नेपालमा एक खालको फेरि द्वन्द्व सिर्जना हुन्छ। त्यसैले गर्दाखेरि सरकारले यो कुरालाई चाहिँ छिटोभन्दा छिटो चाहिँ यो सरकारले चाहिँ यसमा चाहिँ मध्यनजर गरोस् भन्न चाहिँ चाहन्छु। नेपाली लोक समुदायहरूले जान्न खोजेको कुरा के छ भने केही समय अगाडि मङ्गोल नेस अर्गनाइजेसन केन्द्रीय सभाको बैठक बसेको थियो र त्यस बैठकबाट चाहिँ तपाईहरूले वान चाइना प्रिन्सिपल पास गर्नुभयो। यो त सरकारले पास गर्नुपर्ने होइन र? हो, यो वास्तवमा यो वान चाइना प्रिन्सिपल भनेको सरकारले पास गर्नुपर्ने हो। हामीले पनि मङ्गोल नेसनल अर्गनाइजेसनको नेता कार्यकर्ता जीवहरूले पनि सकेसम्म सरकारले नै पास गरिदिए हुन्थ्यो भनेर हामीले धेरै पटक आश गरेका पनि हो। र हामीले नेपालमा जति पनि तपाईँको काङ्ग्रेसको सत्ता आयो, त्यसपछि तपाईँको चाहिँ एमालेको सत्ता आयो, त्यसपछि माओवादीको सत्ता आयो, फेरि एमालेको सत्ता आयो, तर त्यसपछि फेरि अहिले आएर तपाईँको नयाँ जेनजी पुस्ताको चाहिँ तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी यानि कि तपाईँको चाहिँ बालेन सरकार, घन्टी चुनाव चिन्ह लिएर उठ्ने बालेन सरकारको सत्ता आयो। यो सत्ता आउँदासम्म पनि यो देशको जति पनि सत्ता चलाउने शासक वर्गहरूले यो देशमा चाहिँ कहिले पनि काँचुले फेर्नेतिर उहाँहरू चाहिँ लाग्नु भएन। उहाँ जहिले पनि पश्चिमा मुलुकको अरौते भरौते हुने भन्दा अरू काम गर्नु भएन। त्यसले गर्दाखेरि तपाईँको चाहिँ चुनाव सकिने बित्तिकै फागुन 21 गतेको चुनाव सकिने बित्तिकै हतारमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले केन्द्रीय बैठक राखेर बैठकबाट नै तपाईँको चाहिँ पास गरेर अब नेपालमा चाहिँ अरूले अब चाहिँ तपाईँको यो वान चाइना पोलिसीलाई अरूले नस्वीकारे पनि मङ्गोल नेसनल अर्गनाइजेसनले स्वीकार्नुपर्छ। किन स्वीकार्नुपर्छ त भन्दाखेरि अब वान चाइना पोलिसी नेपालमा चाहिँ कुनै न कुनै तपाईँको राजनीतिक दलले स्वीकारेन भने नेपालमा अब ठुलो गोला बारुद धुवा धुलो चाहिँ तपाईँको चाहिँ यहाँ तपाईँको चाहिँ ठुलो लडाइँ हुनेछ भन्ने कुरालाई चाहिँ आकलन गरेर मङ्गोल नेसनल अर्गनाइजेसनले नेपाल सरकारले चाहिँ नस्वीकारेपछि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ वान चाइना पोलिसी स्वीकार्न चाहिँ बाध्य भएर हामीले चाहिँ यो स्वीकारेको हो। तपाईँहरूको सङ्गठनको प्रेसिडेन्ट यानि कि मङ्गोल नेस अर्गनाइजेसनको प्रेसिडेन्टले बोल्नु भएको छ कि सुपर पावर अमेरिकाको ठाउँमा सुपर पावर चाइना हुन्छ अब भन्नु भएको छ। उहाँले यसमा पत्याउनुहुन्छ र पत्याउने आधार चाहिँ के छ नेपाल? होइन, यो एक हिसाबले यो चाहिँ जुन हाम्रो अहिले वर्तमान सङ्गठनको फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूको देहान्तपछि अहिले जुन हाम्रो वर्तमान प्रेसिडेन्ट सर्दै प्रेसिडेन्ट बुद्धलाल मेचेज्यू हुनुहुन्छ, उहाँले बोलेको कुराहरू चाहिँ अहिलेसम्म त्यस्तो मिस्टेक हुन चाहिँ गएको छैन र उहाँले जे बोल्नु भएको छ त्यो सत्य कुरा हो। तपाईँको अब चाइना अब अमेरिका सुपर पावरको लागि सदा चाहिँ अन्त्य भएर चाइना सुपर पावरमा आउनको लागि यो एकदमै सत्य कुरा हो। त्यसमा चाहिँ तपाईँको धेरै आधारहरू छ। हेर्नुहोस्, तपाईँको अहिले देश विदेशको चाहिँ तपाईँको चाहिँ विश्वको भूराजनीतिक हेर्नुहोस् होइन, तपाईँको चाहिँ विश्वको भूराजनीतिक हेर्दाखेरि अहिले तपाईँको अमेरिका जस्तो पावरफुल देशलाई एउटा इरानले तपाईँको चाहिँ कतिसम्म चाहिँ इरानले उसको क्षति गराइदिएको छ होइन। एउटा तपाईँको सानो एउटा देश यमन देशको एउटा हिजबुल्लाको सङ्गठनले तपाईँको चाहिँ अमेरिकालाई चाहिँ धम्क्याइराखेको कुरा छ। त्यसैले गर्दाखेरि यस्तो आधारहरू धेरै छ। अब विश्वमा चाइना तपाईँको चाहिँ सुपर पावरमा आउनको लागि चाइनाले एउटा चाहिँ जसरी तपाईँको गाउँठाउँमा क्लब, त्यसपछि तपाईँको चाहिँ जिल्लामा रोटरी क्लब भने जस्तै एउटा तपाईँको चाहिँ अब चाइना चाहिँ आफ्नो पावरमा आउनको लागि उसले एउटा संस्था स्थापना गरिसकेको छ। त्यो तपाईँको चाहिँ ब्रिक्स BRI को चाहिँ एउटा चाहिँ सङ्गठन उहाँले चाहिँ संस्था स्थापना गरिसकेको छ। अब ब्रिक्स मार्फत नै अगाडि बढेर अब सदाको लागि चाहिँ अमेरिका चाहिँ सुपर पावरबाट पछाडि गएर अब चाइना आउने कुरा चाहिँ यो सत्य हो। यसको धेरै प्रमाणहरू छ। हामीले तपाईँहरूले चाहेको खण्डमा कुनै पनि मिडिया, कुनै पनि पत्रकारहरूले यदि चाइना सुपर पावरमा आउनुको
के चाहिँ तपाईँहरूसँग प्रमाण छ त भनेर तपाईँहरूलाई चाहिँ यदि चाहिन्छ भने तपाईँहरूले भन्नुहोस्, हामी जति बेला भन्यो हामी त्यति बेला चाहिँ हामी प्रमाणसहित हामी तपाईँहरूको फेरि मिडियामा चाहिँ हामी उभिन तयार छौँ। हुन्छ, पछि फेरि हामी चाहिँ समय मिल्दाखेरि प्रमाणको उ गर्न हुन्छ लिन आउला होइन। हजुर। अहिले फेरि केही प्रश्नहरू छन्, जस्तो मङ्गोल नेसनल अर्गनाइजेसनको प्रेसिडेन्टले बोल्नु भएको कुरा के छ भने पुँजीवादी व्यवस्था तपाईँको 80 वर्षमा, हजुर, पुँजीवादी व्यवस्था 80 वर्षमा पतन भएर 2026 देखि हजुर, समाजवादी व्यवस्थाको सुरुवात भएको हो भनेर भन्नुभएको छ। खास कुरा के हो नेपाली लोक समुदायहरूलाई बताइदिनुहोस्, अहिले हामी समाजवादी व्यवस्थामा हो कि पुँजीवादी व्यवस्थामा हो? यस्तो छ, अब तपाईँको चाहिँ अब अहिले हामी चाहिँ पुँजीवादी व्यवस्था चाहिँ तपाईँको विश्वबाट अब अन्त्य भइसकेको कुरा हो। चाइना सुपर पावरबाट अगाडि बढ्नु र अमेरिका सुपर पावरबाट अन्त्य हुनु भनेको पुँजीवादी अन्त्य हुनु हो। चाइना सुपर पावरमा अगाडि आउनु भनेको समाजवाद अगाडि आउनु हो। त्यसले गर्दाखेरि तपाईँको मैले अघि नै भने BRI ब्रिक्स होइन, यो ब्रिक्सको माध्यम भनेको नै पुँजीवादलाई अन्त्य गरेर समाजवादलाई चाहिँ अगाडि ल्याउने कुरा हो। त्यसले गर्दाखेरि तपाईँको चाहिँ अब यसमा धेरै कुराहरू छ। अहिले तपाईँले जुन तपाईँले भन्नुभएको छ यसमा आधारहरू के छ भन्नुभएको छ होइन, यो भनेकै तपाईँलाई एकदम छोटकरीमा तपाईँले के बुझ्नु, जनताले के बुझ्नुपर्छ त भन्दाखेरि अमेरिका अन्त्य सुपर पावरबाट अन्त्य हुनु भनेको पुँजीवाद अन्त्य हुनु हो। हजुर। चाइना सुपर पावरमा आउनु भनेको समाजवाद चाहिँ तपाईँको चाहिँ सुरु भएको। त्यसैले गर्दाखेरि ब्रिक्सको चाहिँ तपाईँको संस्था स्थापना गर्नु भनेकै समाजवादको स्थापना भएको हो। अब यसलाई संस्थागत गर्न र लागू गर्न भनेको धेरैमा धेरै भनेको 1-1.5 वर्षको समय हो। त्यसपछि स्थापना चाहिँ भइसक्यो, अब यो चाहिँ निरन्तर रूपमा चाहिँ लागू हुन्छ, यो चाहिँ यथार्थ कुरा हो। फेरि पनि अर्को चाहिँ प्रश्न म राख्छु, यो फेरि पनि मङ्गोल नेसनल अर्गनाइजेसनको प्रेसिडेन्टले अर्को कुरा के बोल्नु भएको छ भन्दाखेरि भारतका मूल निवासीहरूको हातमा देशको शासन सत्ता आउन 2 वर्ष र नेपालका मूलवासी मङ्गोलको हातमा देशको शासन सत्ता आउन 5 वर्ष लाग्छ भनेर उहाँले भन्नुभएको छ। हजुर। सङ्केतहरू के देख्नु भएको छ तपाईँले? सङ्केत त अब तपाईँको धेरै छ। अब नेपालको होइन, अब अहिलेसम्मको इन्डियाकै कुरा गरौँ होइन। हजुर। इन्डियामा पनि तपाईँको चाहिँ हिजो चाहिँ के अरे इन्डिया नै तपाईँको कब्जा गर्ने बिजेपी आज अन्त्य भएर गएको सङ्केतहरू धेरै छ हामीसँग होइन। इन्डियामा चाहिँ एक खालको चाहिँ त्यहाँको मूल निवासीले सत्ता चलाउनको लागि तयारी अवस्थामा चाहिँ अगाडि बढिराखेको कुराहरू पनि हामी सामाजिक सञ्जालमा देख्न पाउँछौँ होइन। अब त्यस्तै गरी तपाईँको नेपालमा अब मङ्गोल नेसनल अर्गनाइजेसनले 5 वर्षपछि यो देशमा चाहिँ सत्ता चलाउने नै यहाँका मूलवासी मङ्गोलहरूले हो, मङ्गोल नेसनल अर्गनाइजेसनले हो भनेर जुन कुरा प्रेसिडेन्टले बोल्नु भएको छ त्यो कुरा यथार्थ हो। तपाईँ विश्वस्त हुनुहुन्छ? हामी विश्वस्त छौँ। किन विश्वस्त छौँ भने म आफै लुम्बिनी प्रान्तीय सभाको चाहिँ म सदस्य भएको नाताले पनि, र अर्को कुरा तपाईँलाई के छ त भन्दाखेरि हामीसँग आधार के छ त भन्दाखेरि हामी कसरी सत्ता चलाउन अब हामी चाहिँ तयार छौँ त भन्दाखेरि हिजोका दिनमा काङ्ग्रेसको सरकार थियो ऊ ढलेर गयो, एमाले सरकार थियो ऊ ढलेर गयो, माओवादीको सरकार थियो ढलेर गयो, अब तपाईँको रासोपाको सरकार पनि लगभग तपाईँको चाहिँ अब ढल्ने सङ्केत अन्तिम भइसकेको छ। त्यसैले गर्दाखेरि जुन खालको यो देशमा चाहिँ जुन खालको चाहिँ तपाईँको रासोपाको जुन खालको चुनावमा बेग आएको थियो, एक खालको चुनावी माहौलको बेग आएको थियो, अबको 5 वर्षको चुनावमा भनेको त्यो बेग भनेको मङ्गोल नेसनल अर्गनाइजेसनको नेता कार्यकर्तामाथि आउने हो। त्यसैले गर्दाखेरि हामी विश्वस्त पनि छौँ र मैले यो तपाईँको चाहिँ मिडिया मार्फत पनि मैले के भन्न चाहन्छु भने मैले एकदम प्रतिबद्धता जाहेर गरेर भन्न चाहन्छु कि अबको 5 वर्ष भनेको अबको 5 वर्षपछिको अबको चुनाव पछिको सरकार भनेको नेपालमा मङ्गोल नेसनल अर्गनाइजेसन बाहेक अरू कुनै विकल्प पनि छैन। अब विश्वले नै अब यो कुरा चाहिँ विश्वमा चाहिँ अब जुनसुकै ठाउँमा पनि त्यहाँका मूलवासीहरूले सत्ता चाहिँ चलाएको अवस्था हो। त्यसैले गर्दाखेरि अब 2 वर्ष भित्रमा चाहिँ इन्डियाको चाहिँ त्यहाँका मूल निवासीहरूले आफ्नो हातमा सत्ता ल्याएर सत्ता चलाउँछन्। त्यसको लागि त्यसको केही 2-3 वर्षपछि फेरि
तपाईको चाहिँ नेपालमा पनि मूलवासीले सत्ता चलाउँछ, यो कुरा सत्य हो। यो कुरालाई चाहिँ तपाईहरुलाई चाहिँ कति पनि चाहिँ अब यहाँका समस्त आँखा चिम्सेर नाक ठेप्चेहरू कुनै पनि राजनीतिक दलमा चाहिँ अब भुलेर तपाईहरु हिँड्नु भनेको अबको 5 वर्षपछि तपाईहरु चाहिँ एकदमै पीडादायी भएर तपाईले चाहिँ आफूले आफैलाई सम्झी टर्पिनु भन्दा अरु विकल्प चाहिँ रहदैन। फेरि पनि अर्को प्रश्न यहाँ अन्तिम प्रश्न राख्न चाहन्छु। समयले नेटो काटिसकेको छ, यहाँ पक्कै बिजी हुनुहुन्छ आफ्नो संगठनको कार्यव्यस्ततामा है। मङ्गोल नेसनल अर्गनाइजेसनको प्रेसिडेन्ट हैन, तपाईहरुको प्रेसिडेन्टले सन् 2025 देखि हामी चुनाव जित्छौं, जितेन भने चाहिँ म राजनीति गर्दिन, राजीनामा दिन्छु भन्नुभएको थियो। गत यही फागुन 21 गते सम्पन्न भएको चुनावमा संगठनले जितेन, पद छाड्ने या नछाड्ने के आधिकारिक घोषणा गर्नुभएको छ कि छैन उहाँले? हैन, त्यो कुरा त उहाँले मैले अघि नै भनिसके। सरदय अहिलेको वर्तमान सरदय प्रेसिडेन्टज्यूले जे बोल्नुहुन्छ त्यो चाहिँ गर्नुहुन्छ भन्ने हामी नेता कार्यकर्ताहरू चाहिँ विश्वस्त छौँ। उहाँले बोलेको कुरा, उहाँले अहिले जुन कुरा भन्नुभएको छ, मैले चाहिँ अब मैले राजनीतिकै त्याग दिन्छु भन्नुभएको छ, त्यो कुरा उहाँले आधिकारिक रूपमा बोलिसक्नु पनि भएको छ। र उहाँले चाहिँ आफ्नो नेता कार्यकर्ता जीवहरूलाई पनि कतिपयलाई चाहिँ उहाँले चाहिँ अब मैले चाहिँ राजनीतिकबाट चाहिँ म चाहिँ राजनीतिकबाट चाहिँ अब म चाहिँ बाहिरिँदैछु, म राजनीतिक चाहिँ म त्याग्दैछु। अब नयाँ भाइहरूलाई चाहिँ मैले राजनीतिकको चाहिँ सबै बागडोर, राजनीतिकको सबै कुराहरू चाहिँ अब मैले नयाँ पुस्ता भाइहरूलाई चाहिँ म हस्तान्तरण गर्नेछु भनेर उहाँले चाहिँ कतिपय नेता कार्यकर्ता जीवहरूलाई पनि भन्नुभएको छ भने कतिपय उहाँले चाहिँ आधिकारिक रूपमा पनि सामाजिक सञ्जालमा चाहिँ बोलिसक्नु भएको छ। त्यो कुरा सत्य हो, किनभने उहाँले चाहिँ अब यस्तो हो नि त, अब राजनीतिक उहाँले चाहिँ मैले जितेन भने, चुनाव जितेन भने राजनीतिक त्याग्छु भन्नुभयो हैन। त्यो त्याग्नको लागि पनि त समय आउनु पर्यो नि त। त्याग्छु भन्दैमा आज नै संगठनबाट झोला बोकेर हिँड्ने कुरो भएन। छैठौं राष्ट्रिय महाधिवेशनबाट चाहिँ उहाँ चाहिँ तपाईको चाहिँ सर्वसहमतले चाहिँ तपाईको चाहिँ निर्वाचित हुनुभएको प्रेसिडेन्ट हो नि त मङ्गोल नेसनल अर्गनाइजेसनको। भनेपछि उहाँले राजनीतिक त्याग्नको लागि भनेपछि त आज नै झोला बोकेर हिँड्ने होइन नि त। उहाँले त्याग्छु भन्नुभएको छ। उहाँले कहिले त्याग्नुहुन्छ त भन्दाखेरि अब 2 वर्ष जति बाँकी छ हाम्रो मङ्गोल नेसनल अर्गनाइजेसनको 7औं राष्ट्रिय महाधिवेशन हुनु हो। त्यो 7औं राष्ट्रिय महाधिवेशनमा चाहिँ उहाँले प्रेसिडेन्ट पद छोडेर नयाँ युवा भाइहरूलाई नै उहाँले चाहिँ राजनीतिक चाहिँ उहाँले चाहिँ सबै कुरा चाहिँ राजनीतिकको मङ्गोल नेसनल अर्गनाइजेसनको हरेक कुराहरूले चाहिँ उहाँले चाहिँ जिम्मा दिएर म चाहिँ राजनीतिकबाट चाहिँ म त्याग लिन्छु भन्नुभएको छ। 7औं राष्ट्रिय महाधिवेशनमा उहाँले त्याग लिनुहुन्छ। किनभने उहाँले चाहिँ किन त्याग लिनुहुन्छ भने अर्को कुरा पनि के छ भने उहाँले चाहिँ डाक्टर गोपाल गुरुङले उहाँले दिनुभएको निर्देशन, डाक्टर गोपाल गुरुङज्यूले उहाँलाई गर्नुभएको दिशाबोधलाई चाहिँ उहाँले कहिले पनि चाहिँ दायाँ बायाँ गर्नुहुन्न। त्यसैले गर्दाखेरि उहाँले चाहिँ अब भन्नुभएको छ प्रेसिडेन्टज्यूले हैन। अब महामानव डाक्टर गोपाल गुरुङज्यूले भद्रगोल जेल जीवन बिताएर देश निकाला भएर अन्तर्राष्ट्रिय जगतमा गएर संयुक्त राष्ट्र सङ्घमा मुद्दा लडेर मङ्गोलको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ मुद्दा जितेर नेपालमा आएर चाहिँ सङ्गठनलाई दर्ता गर्ने काम चाहिँ लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार सहितको नेपालमा चाहिँ गर्ने चाहिँ तपाईको चाहिँ दर्ता गर्ने निर्वाचन आयोगमा चाहिँ दर्ता गर्ने काम चाहिँ डाक्टर गोपाल गुरुङज्यूले गर्नुभयो। त्यसपछि त्यसलाई संस्थागत गर्नको लागि अहिलेको वर्तमान प्रेसिडेन्टले चाहिँ उहाँले पनि आफ्नो जीवनै त्याग गरेर सङ्घर्ष गरेर उहाँले त्यत्रो सङ्घर्ष गरेर अहिले फेरि उहाँले चाहिँ यसलाई चाहिँ सदाको लागि अब नेपालमा कसैले पनि लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयतालाई कसैले पनि हल्लाउन नसक्ने गरी र मङ्गोल नेसनल अर्गनाइजेसनलाई पनि कसैले चलाउन नसक्ने गरी र नेपालमा अब मङ्गोलवाद सहितको नेपालमा अब सत्ता आउनको लागि उहाँले चाहिँ सबै बाटो तयार गरेर सबै कुरालाई चाहिँ बलियो बनाएर राखिसक्नु भएको छ। उहाँले भन्नुभएको छ अब मैले गोपाल गुरुङज्यूले भन्नुहुन्थ्यो
के अरे म लडेको लडाइँ मेरो छोराको लागि होइन, मेरो लागि होइन, मेरो तेस्रो पुस्ताको लागि हो भन्नुभएको थियो। त्यसैले गर्दाखेरि उहाँले चाहिँ छोरा भएर चाहिँ दोस्रो पुस्ताको भूमिका निर्वाह गर्नुभयो। अब चाहिँ सत्ता चलाउने बेला आयो, त्यसैले गर्दा म तेस्रो पुस्ताको भाइहरूलाई चाहिँ म हस्तान्तरण गरेर चाहिँ म चाहिँ अब राजनीतिकबाट त्याग लिन्छु भन्नुभएको छ। र आउने 7औं राष्ट्रिय महाधिवेशनबाट पनि उहाँले चाहिँ सबै नयाँ भाइहरूलाई जिम्मा दिएर उहाँले त्याग लिनुहुन्छ। यसमा म एकदम विश्वस्त छु। हुन्छ, समय दिनुभयो यसको लागि धन्यवाद यहाँलाई। तपाईँ आफै पनि पाल्पा क्षेत्र नम्बर 1 मा उम्मेदवारी दिनुभएको थियो है। हजुर, एक जुझारु नेता हुनुहुन्थ्यो जो मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट चुनाव लड्नु भएको थियो होइन। हजुर, पहिलो चुनाव होला यहाँको जो उम्मेदवारी दिनुभएको थियो? हो, मेरो पहिलो चुनाव हो। अरू कुनै पुरानो जो राजनीतिक दलहरू थिए त्यहाँ कुनैबाट तपाईँले चुनाव दिनु पनि भएको थिएन मेरो अध्ययन अनुसार होइन? थिएन। यो चुनाव पहिलो चुनावमै तपाईँले हार बिहोर्नुभयो अथवा जनताले पत्याएनन् अथवा जनताले बुझ्न ढिला गरे तपाईँको हिसाबले होइन? यस विषयमा थोरै आफ्नो व्यक्तिगत केही कुराहरू छन् भने के लाग्छ तपाईँलाई? त्यसमा मेरो खासै त्यस्तो गुनासो त केही पनि छैन। हजुर, अब किनभने जनताले बुझ्नु र जनतालाई बुझाउनु भन्दा पनि हजुर सबभन्दा हामीलाई गर्व के लाग्छ, मलाई गर्व के लागेको थियो भने मैले जुन दिन तपाईँको नेपालमा चाहिँ निर्वाचन आयोगले चुनावको एउटा चाहिँ तय गरिसकेपछि मैले पाल्पा क्षेत्र नम्बर 1 बाट मेरो नाम मैले मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट चुनाव चिन्ह कुखुराको भाले लिएर जुन दिन मैले निर्वाचन कार्यालयमा गएर मेरो उम्मेदवारी दर्ता गरेँ, त्यो दर्ता नै मेरो जित थियो। त्यसले गर्दाखेरि मैले त्यो चुनाव मलाई हारेको भन्ने महसुस छैन कि चुनाव आउनुभन्दा अगाडि मैले जुन दिन मेरो उम्मेदवारी मैले चुनाव चिन्ह कुखुराको भाले लिएर दर्ता गरेँ त्यो जित नै, त्यो दर्ता नै मेरो जित थियो। त्यसले गर्दाखेरि मलाई त्यसमा कुनै अफसोस छैन। मैले चुनाव जितेको अझै पनि मलाई महसुस भइराखेको छ। हुन्छ, समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। अनि केही कुराहरू छन् छुटपुटेका भन्न मन लागेको कुराहरू केही छन् त्यस्तो मिडियाबाट भन्न सक्नुहुन्छ? हुन्छ, त्यस्तो अहिलेलाई केही पनि छैन सर। मेरो लागि चाहिँ समय छुट्याउनु भयो, त्यसको लागि म धेरै धेरै धन्यवाद दिन्छु। हस्त। हजुर।